अब टक्क बसेर खाना खाएको बेला हैन ढाक हग्न लाग्यो होला मुत्न लाग्यो होला खाना खाएको बेला हैन टक्क अगिरहेको हैन अनि भ्लग चाहिँ हेर्न पर्यो गाइज हैन जसरी भए नि मम्मीले यत्रो काट्दिन्थ्यो हेर्न यत्रो काट्दासम्म मम्मीले डोको भरि सक्दिन् सक्नुहुन्थ्यो गाउँको पपुलेसन चाहिँ घट्दै गइरहेको अहिले धेरै केटाहरूले सबैले मेरो भ्लग चाहिँ त्यो खाना खाने बेला नभए अब हुन्छ नि त्यो केही काम गरेको बेला चाहिँ ठ्याक्क गर्ने बेला अगाडि राख्छन् अनि भ्लग हेरेर बस्छन् सो त्यस्तै हैन टाइम मिलाएर चाहिँ हेरिदिनु होला भ्लग चाहिँ है त्यही भन्नु पुरा माथिदेखि तलसम्म जङ्गल हो यहाँ घर मोबाइल गेम खेले जस्तो हुन्छ अनि फाल्न पर्ने हुन्छ यहाँको पुरै झारफाल र यस्तो गराउनु हुन्छ हैन यसरी गरेर चाहिँ अब पुरै खाली बनाइन्छ टक्क हुन सक्छ यसरी भयो पुरै यहाँसम्म पुरै भयो सो गुड मर्निङ एभ्रीवान व्हाट्सअप गाइज के छ दाजुभाइ दिदीबहिनीहरू वेलकम ब्याक माई च्यानल होप सबैजना सन्चै आरामै हुनुहुन्छ अनि म पनि फिट एन्ड फाइन पनि छु हैन अनि फिलहाल म चाहिँ आज घरमै छु केही काम छैन अहिले यतिकै बसिरहेको छु है अब हिजोको ब्लग हेर्नुभयो होला अब हिजोबाट चाहिँ रेगुलर भ्लग आयो हैन अब चाहिँ रेगुलर भ्लग आउँछ जो दिनभरि भ्लग गराउँछु बेलुका पोस्ट गर्छु एडिट गरेर बेलुका पोस्ट गर्छु सो टेन्सन छैन अब चाहिँ भ्लग चाहिँ हेरेर सपोर्ट गरिदिनु होला एन्ड माया गरिदिनु होला माया देखाइदिनु होला एन्ड है सो त्यही हो है अब म अरू केही भन्दिनँ टक्क लाएर आफूले चाहिँ अब कन्टेन्ट सोध्छु भ्लग हाल्छु हैन सो भित्रैदेखि माया गरिदिनु होला अब चाहिँ है फिलहाल अहिले चाहिँ म चाहिँ घरमै छु अब यस्तै हो कि कन्टेन्ट नि त्यति सोच्नु पाइँदैन तर पनि अब घरमै बसेपछि त्यही नै हो हैन अब अलिअलि अब यतै जाने काम गरेको अब यस्तै खाएको हिँडेको मुतेको हगेको सबैको बनाइन्छ टेन्सन छैन है सो त्यही हो अब म चाहिँ अहिले फिलहाल घरमै छु बिहानै भर्खरै 8 बजी उठेको 8 साढे 8 भयो कि बल्ल उठेर भर्खरै फेरि भ्लग स्टार्ट गरिरहेको छु हैन अनि कसम मुखै धोएन हेर्न मुखै धोएन मैले घाम डाँडापारी छ मुख डाँडापारी आइसक्यो मुखै धोएन मैले के भन्ने गाइज है अब हिजोको अन्त डन्डीफोर नि पुरै फेरि पढाइसक्यो डन्डीफोर हेर्न सक्नुहुन्छ आम्मामा के साह्रो यार डन्डीफोर नि हिजो बेलुकामा यहाँ र यहाँ थियो अहिले यहाँ ठडिसकेछ क्या हिजो बेलुकादेखि कसम के भन होइन अब डन्डीफोर चाहिँ जस्तो अब अलिअलि हुन्छ अब आइहाल्छ टेन्सन छैन त्यही हो होइन अब दारी पनि आइसक्यो है अब बुढो भइयो कि दाजु दिदीबहिनीहरू के हाल्नुहुन्छ अब यस्तै हो सो त्यही हो अल भिडियो चाहिँ अन्तिमसम्म हेरेर माया गरिदिनु होला है अब भिडियो चाहिँ अब टक्क बसेर खाना खाएको बेला हैन ढाक हग्न लाग्यो होला मुत्न लाग्यो होला खाना खाएको बेला हैन टक्क अगिरहेको हैन अनि भ्लग चाहिँ हेर्न पर्यो गाइज हैन जसरी भए नि यसो जस्ट टाइम मिलाएर चाहिँ हेरिदिनु होला गाइज हैन त्यही हो अरू म केही भन्दिनँ है अब टक्क खाना खाने बेला अगाडि राखेर धेरै जसोले हाम्रो केटाहरूले सबैले मेरो भ्लग चाहिँ त्यो खाना खाने बेला नभए अब हुन्छ नि त्यो केही काम गरेको बेला चाहिँ ठ्याक्क गर्ने बेला अगाडि राख्छन् अनि भ्लग हेरेर बस्छन् सो त्यस्तै हैन टाइम मिलाएर चाहिँ हेरिदिनु होला भ्लग चाहिँ है त्यही भन्न चाहन्छु हैन अन्तिमसम्म हेरेर माया गरिदिनु होला है त्यही हो डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब एन्ड अब हेरौँ जाम अब के हुन्छ अब आजको भ्लगमा चाहिँ फिलहाल म चाहिँ अहिले चाहिँ आइसकेको छु यहीँ होइन फिलहाल मम्मी नै कहाँ हो पानी छ अरे यस्तो पानी छ कसरी जाने हो पानी छ त ओ गिरे रामसँग काटे भेट्लास फेरि के हो र हालिदिने भइसक्यो र मम्मीले नि काट्थे तँलाई मम्मीले काट्दिने अनि मम्मीले नि काट्थे कस्तो गयो र घर गएर मलाई त हेर्न मम्मीलाई काट्दिन पर्न नि मम्मीले यत्रो काट्दिन्थ्यो हेर्न यत्रो काट्दासम्म मम्मीले डोको भरि सक्दिन् नि सक्नुहुन्थ्यो सक्नु नि त फुडाल दिन्छ भाइ फुडाल दुइटै प्यार यही थियो नि क्या कहाँ तिमीको काट्ने मम्मी तँ हो बढार नि यत्रो भएछ काट्न पर्ने जत्रो भयो त बढार कहिले हो त मुसिना हो बढार काट्न मजा आउँछ नि बढार काट्न फेरि सो त्यही हो अब लक अब फाइनली काममा आइसकेँ अब कामसाम गर्छु घाँस काट्छु अनि एकचोटि अब बाहिर मासुको कामतिर अब यसो कतै गइयो भने नि चल गाइस
म चाहिँ अहिले यत्तिकै भर्खर घाँस काट्नु सकेर चाहिँ अनि यत्तिकै बसेको थिएँ। मम्मीहरूले चाहिँ आफ्नो घाँस काट्दै हुनुहुन्छ अनि म त यत्तिकै के होइन यत्तिकै झ्याउलाएर हिँडेको यत्तिकै तलतिर आइदिएको थिएँ। अब हेर म यत्तिकै तल यत्तिकै सिन छ हेर्न सक्नुहुन्छ जङ्गल छ पुरै के आजकल त गाउँमा होइन लगभग अब चाहिँ गाउँमा बस्ने चाहिँ धेरैको लागि चाहिँ धेरै पपुलेसन चाहिँ घट्छ होला गाउँमा होइन किनभने चाहिँ अब गाउँको पपुलेसन चाहिँ घट्दै गइरहेको अहिले धेरै जस्तो ठाउँमा पनि त्यस्तै भयो होला छ होला होइन धेरै दुर्गम ठाउँमा चाहिँ अब त्यस्तै हो अलिअलि नभए यतातिर गाउँमा चाहिँ अब लगभग धेरै पपुलेसन घटिसक्यो कि गाउँमा चाहिँ आजकल जङ्गल आजकल त पुरै हुन्छ नि अहिले त जग्गा सग्गा केही नकमाउने छोडिदिने होइन यस्तो पुरै भइसक्नु लाग्यो कि आजकल त हाम्रो यतातिर त पुरै जङ्गलले घेरिसक्यो कि त्यस्तो भइसक्यो गाउँमा मान्छे घर जग्गा छोडेर कि त्यस्तो भइसकेको छ धेरै जस्तो लगभग छोड्छन् होला अब पछि हाम्रो जेनेरेसनसम्म चाहिँ लगभग धेरै छोड्छन् कि बाहिर नै हुन्छ होला धेरै जस्तो नि त्यस्तै हुन्छ होइन जेनेरेसन अब चेन्ज भइरह के त्यो हेर्ने जङ्गल हेर्न सक्छ पुरा माथिदेखि तल हाम्रो जङ्गल हो यहाँ नै हाम्रो घरबाट नि माथिसम्म त जङ्गलै छ कि 3टा घर देख्न थियो नि हिजो होइन लगभग 3टा घर छन् हाम्रो एरियामा चाहिँ त्यसपछि 2 मिनट माथि हाल्दा चाहिँ फेरि 1 2 6-7वटा घर छन् होइन बेलौती खाना हुन्थ्यो पेट दुखिन्छ बेलौती खाना हुन्थ्यो पेट दुखिन्छ अब नखानु बेलौती चाहिँ है किनभने खाना कि जस्तो लागिरहेछ पिङ हाल्न गइयो भने अब दसैँ आउँदैछ नि त दाजुभाइ दिदीबहिनीहरू तसर्थ दसैँ भन्दैमा नि यो पालिको लगभग अहिले नि लगभग धेरै जस्तो त्यो हुन्छ रमाइलो हुन्छ नि त्यो अलिक कम हुँदै गइरहेको कि किन गाउँका मान्छे नि त्यति उसो हुन्छ अरे होइन तिज तिहार दसैँ होइन त्यति राम्रो हुन नि रमाइलो हुन नि छोडिसकेको क्या लगभग 1 वर्ष अगाडि आएर छोड्यो हो यो पालि पनि कस्तो हुन्छ नि थाहा छैन त्यति राम्रो रमाइलो होला जस्तो पनि छैन होइन केही हुन्छ नि महल तातेको केही छैन कि पुरै दुर्गम ठाउँ जस्तो भइसक्यो यहाँ केही त फेसिलिटी छ बट दुर्गम ठाउँ जस्तो भएको कि किन होइन त्यस्तो भइरह जस रमाइलो नै भन चाडपर्व केहीको लागि होइन रमाइलोको लागि नै हो सो हामीले मान्ने खालको चाडपर्वमा रमाइलो नि गर्नुपर्छ भन्ने हाम्रो कन्सेप्ट हो त्यही हो केही भएन अब हामीले चाहिँ अब चित्त बुझाउनु पर्ने नै हुन्छ है अब चाहिँ भ्लग चाहिँ आज दसैँमा दसैँ आउनलाई कति दिन छन् आज कति 6-7 गते होला आज अनि अब चाहिँ दसैँ चाहिँ खै कति मलाई थाहा छैन चाहिँ पिङ हाल्न गइन्छ कि सायद होइन जस हिजो कुरो भइरहेको थियो अब पिङ हाल्न गइयो भने चाहिँ अब भ्लग चाहिँ अब त्यहाँको चाहिँ अब आउने छ है चल भिडियो चाहिँ हेरिदिनु होला त्यसै घर बसेर मोबाइल चला जस्तो छ त्यसै घर मोबाइल गेम खेले जस्तो हुन्छ होइन त मम्मी त्यसै लम खाए जस्तो हुन्छ एक्लै चोरी एकलकाटे चोरी खाए जस्तो हुन्छ एक्लै चोरी फिलहाल अहिले चाहिँ हामी चाहिँ घाँस काटेर निस्किनु लागेको छौँ अब चल गाइस फिलहालमा चाहिँ हामी चाहिँ माथि हिँडेको दोकानमा होइन अनि यतिकै यस्तो काम दोकान काम खेर हिँडेको है होइन टोपा जस्तो भएर हिँड्छ क्या त्यो भित्र हाल्दैन हामी यस्तै त त्यो र बाउ दोकान हिँडेको थोरै चामल ल्याउनु थियो दोकानमा मम्मी चाहिँ पहिले गइसक्नु भयो अहिले म चाहिँ बल्ल हिँड्दैछु ल अहिले माथि गएर भेटौँ ल होइन हस् भयो हुन्छ क्या केही भनेको ल गर्नु बस्नु है
चल गाइस भर्खरै दोकानबाट निस्किँदै थिएँ एउटा आमाले फेरि त्यहाँ एउटा घाँस काटिदिनु भन्नु होइन आज म फिलहाल चामलको बोरो ल्याएर चाहिँ हिँड्दैछु है अनि यस्तो गर्मी छ भने लास्टै घाम भएर इन्सान बनायो भने कस्तो होइन त्यही थाक्न पनि थाकिसक्यो है अहिले चाहिँ घर घर भेटौँला एकचोटि अब आज चाहिँ के हुन्छ भन्दा पिङ हालिएन अब आज चाहिँ के हुन्छ भन्दा घरको थोरै आँगनहरू सफा गर्नुपर्ने हुन्छ आँगनमा झारहरू लगाएको छ त्यो चाहिँ सफा गर्छ एकचोटि घरबाट भेटौँला मस्त 1 घन्टा निभाएको छु किरे ओइ निस्किका छिटो कुटो कहाँ छ गाइस यता केही गर्नलाई क्या चल गाइस अहिले चाहिँ म चाहिँ घरको त्यो आँगनको त्यो झारहरू फाल्दैछु लेट्स गो राइट यसरी गरिदिउँ यस्तरी गर्नु त होला नि झार फाल्ने नै फाइनली बल्ल यति चाहिँ गरेँ त्यतिर यति अझ त गर्दैछ त्यही हो फाइनली यति भयो अब चाहिँ अब एकछिन रेस्ट गरेर चाहिँ अब एकछिन गर्नुपर्ने हुन्छ ठक्क लाएर चाहिँ सो ठक्क लाएर चाहिँ हेर्न सक्छ घरको भ्यू त्यो र खाजा बनाइदिनु अन्त मान्नु न फाइनली आज यस्तै गर्दै ढ्याक्कै काम गरेको बाहिर गएर काम गर्ने होइन अर्काको गएर काम गर्ने जस्तो देखिन्छ अर्काको गएर काम गर्ने जस्तो देखिन्छ यहाँ चाहिँ यस्तो छ अब यहाँको त पुरै झार फाल्न पर्ने हुन्छ यहाँको पुरै झार फालेर यस्तो गराउनु हुन्छ होइन सुइखित्ते देखाइस् तेरीमा चोर त्यही हो ले यो बाउसु एकचोटि वाह कल गाई जल चाहिँ मैले हामी चाहिँ यति गरिसक्यो टक्क लाएर चाहिँ अब यति चाहिँ बाँकी छ लगभग अब सकिँदैछ होइन कहाँ ड्याडीले कहाँ जानु गऱ्यो जमराको माटो उस गर्न सो अनि आज चाहिँ जमरा नि युज गर्ने अरे यहाँ त्यसरी गरेर चाहिँ अब पुरै खाली बनाइन्छ टक्क यो कहाँ राख्ने र दाउराहरू होइन कहाँ छुट्याउने लर कहाँ राख्ने हो कहाँ राख्ने त लर बेलुका पानी पराउने अनि त्यही हो अब हामी त यति भ्याउन पर्छ
होइन। यति भएर चाहिँ लगभग सकिन्छ यताको भाग होइन। उताको चाहिँ सायद अब आज सकियो भने सकियो न भोलि गरिन्छ, किनभने रात पर्न लागिसकेको छ नि त, त्यही भएर त्यही हो है। अब धान चाहिँ लगभग फलिसकेको छ दाजुभाइ दिदीबहिनीहरू, हेर्न सक्नुहुन्छ धानहरू चाहिँ पुरै फलिसक्यो होइन। टक्क लाएर चाहिँ अब यहाँको बाला लगाइसकेको छ है। अब चाहिँ अलि दिन अब अलि महिनापछि चाहिँ 24% होइन रेडी हुन्छ। अनि चाहिँ त्यसपछि चाहिँ अब धान काट्ने धान ठटाउने होइन सब त्यसको महल चल्छ गाउँमा चाहिँ होइन। लगभग अब भ्याइसक्यो, लगभग 2 महिनासम्ममा चाहिँ सब रेडी हुन्छ। अहिले त्यही हो। अब चाहिँ भ्लग चाहिँ अब आज चाहिँ लगभग यति नै हुन्छ, किनभने चाहिँ अब यो एज सक्छु अनि यताउति गर्छु र भ्लग चाहिँ गर्छु अनि त्यसपछि चाहिँ एन्डिङ गर्छु होइन। अनि आज चाहिँ अब उस गर्न गइएन कि पिङ बनाउनु चाहिँ गइएन, लगभग घरकै भ्लग भयो यो पनि है। अब चाहिँ अब हेर्दै जानु, अहिले अब यो गर्छु। सो अल गाइज अहिले चाहिँ फाइनली गरियो, अलिअलि रात पऱ्यो होइन। हुन सक्छ यस्तरी भयो, पुरै यहाँसम्म पुरै भयो। टक्क लाएर चाहिँ पुरै कस्तो झाडी थियो नि त, यो चाहिँ पुरै माटो हो, यहाँ थुपाएर राखिदिएको अहिलेलाई चाहिँ। अब म कसरी अलिअलि कसरी छोडिदिन्छु र अलिअलि कसरी लगाइदिउँ। आजलाई चाहिँ यति नै भयो लगभग है। सो अल गाइज अहिले चाहिँ फाइनली हामी चाहिँ अहिले चाहिँ अब अन्तिम इन्डिङमा छौँ होइन। त्यही हो। अब चाहिँ घरको अलिअलि काम सक्यो, अब यता आज घरकै भ्लग बन्यो ल होइन। भ्लग चाहिँ अन्तिमसम्म हेरेर माया गरिदिनु होला एन्ड लट्स अफ लभ सबैलाई, मेरो तर्फबाट नि माया छ सबैलाई। सो अल भ्लग चाहिँ अन्तिमसम्म हेरेर माया गरिदिनु होला। डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। एन्ड नेक्स्ट भ्लगमा चाहिँ भेटौँला एकैचोटि है। एन्ड बाइ बाइ गाइज।